के तपाईलाई थाहा छ पोर्चुगल सरकारले 18,000 अप्रवासी 18,000 इमिग्रान्टलाई किन निकाल्दैछन्? यो जान्नुभन्दा पहिले सुरु गरौँ हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब, कमेन्ट। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र यदि तपाईलाई हाम्रो च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट गर्नुभयो भने यस्ता भिडियोहरू तपाईँ समक्ष डाइरेक्ट पुग्नेछ, जानकारी तुरुन्त पाउनेछ। अब सुरु गरौँ पोर्चुगल सरकारले 18,000 अप्रवासी 18,000 इमिग्रान्टलाई किन निकाल्दैछौँ भन्ने विषयमा हामी चर्चा गरौँ। त्योभन्दा पहिले हामीले पोर्चुगलको जनसङ्ख्याबारे बुझ्न जरुरी छ। पोर्चुगलको जनसङ्ख्या 2024 मा गणना अनुसार 1,42,505,229 1,42,529 रहेको छ भने अप्रवासी कति रहेको छ त भन्ने विषयमा प्रभाव पर्नेछ। जस्तै 10 लाख भन्दा माथि हाम्रो अप्रवासी रहेको कारणले गर्दा त्यहाँ चाहिँ पोर्चुगल जनतालाई एकदमै सस्ती, एकदमै काम गर्न गाह्रो, तलब नपाउने, तलब भन्दा पनि न्यूनतम तलब पाउने, तपाईको काम गर्दा असुविधा, बस्नलाई असुविधा, महँगी बढ्दै गयो। त्यसकारणले त्यहाँको जनताले सरकारलाई दबाब दियो र ती भन्दा पनि क्रिमिनलहरू धेरै बढ्दै गयो। चोरी, डकैती, लुटेर, बलात्कार बढ्दै गयो। त्यसकारणले पोर्चुगल सरकारको पनि दायित्व, जिम्मेवारी बन्छ कि आफ्नो नागरिकको सुरक्षा गर्नको निमित्त त्यो दायित्व बन्छ। त्यसकारण कस्तो खालका व्यक्तिहरूलाई, कस्तो खालका इमिग्रान्टहरूलाई निकाल्दैछौँ त भन्ने विषयमा हामी चर्चा गर्न चाहन्छु। जस्तै दुबईबाट धेरै क्रिमिनल रेकर्डहरू, त्यहाँबाट तपाईको देश निकाला गरेकोहरू पोर्चुगलमा गएर बसेर त्यहाँ काम गरेर आश्रित भएर टिआर एप्लाई गरेको छ। जस्तै साउदीबाट गएको छ र विभिन्न देशहरूमा त्यहाँ गएर बसोबास गरेर बसेको छ। त्यसकारणले गर्दा त्यहाँ चाहिँ तपाईको त्यस्ता गुण्डाहरू, बिगबिगहरू बढ्दै गयो। अब पोर्चुगल सरकारले कुन तरिकाले निकाल्छ भनेदेखि जो नागरिक जुन देशको छ तीन देशलाई चाहिँ तपाईको डकुमेन्टहरू माग्ने गर्छ, पुलिस रिपोर्टहरू माग्ने गर्छ। ती खण्डमा क्रिमिनल रेकर्ड भएको खण्डमा तपाईको टिआर लिनु हुने छैन र त्यहाँबाट आफ्नो देशबाट निकाल्दा गर्नेछ। जस्तै अरु कुराहरू के छ भने जस्तै त्यहाँको अप्रवासी भत्ता बढ्नको कारण चाहिँ यदि तपाईँ युकेबाट एकचोटि तपाईँ स्टुडेन्टहरूलाई चाहिँ धेरै त्यहाँबाट निकाल्यो, त्यहाँ गएर त्यहाँ बसोबास गर्न थाल्यो पोर्चुगिजमा, त्यसकारणले पनि त्यहाँको अप्रवासीहरू भत्ता बढेको छ। तर लिगली रूपमा बसोबास गर्नलाई कुनै आपत्ति रहेको छैन। किनभने जस्तै लिगली रूपमा अहिले तपाईको D1 भिसा जुन छ, तपाईको त्यहाँको कम्पनीले एप्रुभ दिएर, कन्ट्याक्ट लेटर दिएर, सोसल गरेर, फाइनेन्स गरेर जतिजना बसिरहनु भएको छ ती व्यक्तिहरूलाई चाहिँ सुरक्षित छ। जस्तै नेपालमा पनि अहिले D1 मा धेरै गएको छ, त्यस्ता व्यक्तिलाई सुरक्षित छ। र किनभने सोसल, फाइनेन्स, यहाँको तपाईको नापदण्ड, सरकारको नापदण्ड, यहाँको पुलिस रिपोर्ट सहितको र उहाँ भिसामा तपाईको उहाँको फिङ्गरको डेट सहित भएको कारणले गर्दा D1 भिसालाई चाहिँ कुनै आपत्ति नरहेको यहाँहरू सम्पूर्णलाई म जानकारी गराउँदै भिडियोलाई हेर्नुभयो, कमेन्ट गर्नुभयो। यस्तै भिडियोहरू फेरि तपाईले हेर्न चाहनुहुन्छ भने कमेन्ट, सब्स्क्राइब, लाइक, कमेन्ट गर्नुहोला भन्दै अहिले यहाँबाट बिदा जान्छु। नमस्कार, बाइ।